आजदेखि मैले मिनी ब्लग सुरु गरेको छु मेरो टिकटकमा। सबैजनाले हेरेर साथ दिनु होला। मैले यसो आवासतिर घुम्न जाम, शीतल खाम। साह्रै गर्मी छ नि त गैडाकोटमा, अनि त्यही भएर म यसो आवासतिर आएको। हाम्रोमा यति धेरै आँपको बुट्टा छ कि पोहोर कति धेरै फलेको थियो, अहिले चाहिँ खासै फलेन। अलिअलि नि फलेन, हेर्नु न यति धेरै थियो। यहाँ चाहिँ हामीले पोहोर त कति धेरै अचारहरू राख्यौँ खायौँ, अहिले त फलेन। यताको साइडमा चाहिँ पुरै लिची घारी छ, यो सबै लिची घारी हो। यो चाहिँ सबै आँपको बुट्टाहरू हो कि। अनि बुढो चाहिँ उता आउँदै हुनुहुन्छ हो। यस्तै छ गैडाकोटको बसाइ, गर्मी छ साथीहरू, गाह्रो छ। अब छ कि अनि यहाँ सबैजना आउनुहुन्छ। यो चौरामा यति धेरै ठुलो हो, हजुरहरूले देख्नुभएको छ कि छैन ती बिचमा सबै यस्तो जुन भन्नु यस्तो धेरै आउनुभएको छ। बाइकहरू सिक्ने, स्कुटर गाडी सबै सिक्ने चौर हो क्या यो। कति धेरै आउनुहुन्छ, रमाइलो हुन्छ बेलुकातिर आउँदा। यस्तै छ। अहिले त घाम अलिअलि नै छ, अब 5 बज्दा पनि यहाँ गर्मी नै छ। आवासतिर आएको साइकल सिक्न। अब हामी घर जाँदैछौँ। मलाई त अलिअलि आउँछ, मेरो राजालाई खासै आएन कि, त्यही भएर गाह्रो परेछ।